हेर्न सक्नुहुन्छ रातिको 10-11 बज्दैछ र यहाँ सबैजना कीर्तन गाएर बस्दैछन् म भने कम्बल ओढेर गान गाइदा धान्सुको रङले फकाउँछ कफले जानु धान्सुको इन्जोय गाइस इन्जोय गान गाउने गायकहरू सोलो गाइस गाइस हाम्रो पंकज साइड दादा गान गाउन आँट्नु भएको छ र गान सुनिदिनु होला धेरै नमस्ते हजुरहरुलाई म चाहिँ यो पनि हेर्नुपर्छ पंकज छेत्री एकछिन र आज चाहिँ हामी सबैजना मिलेर हैन काफ्ले सङको चाहिँ हामीले हामीले आफै गाएर चाहिँ हामीले लाइभमा र आफूलाई सोशल मिडियामा देखाउन चाहन्छौँ कस्तो हुन्छ। हामीसँग गिटार तबला बारदाल केही पनि छैन, हामी जस्ट बहादुरले गाउनेछौँ। हामी कुनै सिङ्गर होइन, हामी कोही सर सिङ्गर छैन, हामी कुनै आर्टिस्ट होइन, जस्ट आफ्नो मनको सुजन दाईलाई डेडिकेट गरेर सुजन चापागाई दाईलाई डेडिकेट गरेर चाहिँ हामीले यहाँ गाउँदैछौँ र तपाईँहरूको साथ र सहयोग दिनु होला। म मेरो क्यामेरामा भिडियो पनि स्टार्ट गरेको छु र नमस्ते सबैजनालाई। मेरो नाम हो पंकज छेत्री 01 र कीर्तन गाए जस्तै बसी कीर्तन गाउँ यो लक खोला। वाउ ओइ म कमर ओडी चाहिँ पगला जस्तै भएको छु म पनि। धर्केले साउज पराई घरकेले छाउने परालमा खारा छैन नि झिङ्गाटी, घरकेले छाउने परालमा खारा छैन नि झिङ्गाटी, हो भाग्यमै भए गनाउँछु भन्छ जाँदैन सम्पत्ति, हो भाग्यमै भए कमाउँछु भन्छ जाँदैन सम्पत्ति। जानु कि नजानु आफूले फकाउँछ काफले, जानु कि नजानु। गाइस यस्तै भयो भिडियो के गर्नु।